हेलो एन्ड नमस्ते एभ्रिवान आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। यति बेला चाहिँ बिहानको 6 बजेको छ। तपाईँहरूलाई थाहा नै छ म मर्निङ क्लास जानुपर्छ 6 बजेदेखि भनेर। सो म चाहिँ मर्निङ क्लास जाँदैछु। आज चाहिँ भिडियो बनाउन मैले घरदेखि नै स्टार्ट गरेको छु होइन। बाटो चाहिँ एकदम ब्लास्टी छ कि त्यही भएर मैले बिचमा भिडियो बनाउन पाउँदैन। यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो छ कि त्यही भएर हामी चाहिँ यहाँबाट सबैले हिँड्दै जानुपर्छ। सो गाइज हामी चाहिँ यहाँबाट हिँड्न लागिसक्यौँ। हेर्नुहोस् न ढुङ्गा घिटेकै मात्र छ कि साथीहरू यस्तो बाटो। सो तपाईँहरूले बाटो हेरिसक्नु भएको छ कस्तो छ भनेर, त्यही भएर यस्तो गाह्रो जानुपर्छ। के गर्नु आज चाहिँ ढिला भएको छ क्या हामीलाई। झन् ढिला भएको बेला त्यस्तै हुन्छ। हजुरले त त्यस्तै भन्नुहुन्छ मात्र कि शनिबार खै जाने भन्नुहुन्छ, त्यसपछि लैजानु। मलाई यस्तो भिडियोहरू भ्लगहरू बनाउन सपोर्ट गर्ने चाहिँ मेरो अङ्कल र अनि हस्बेन्ड हो। किनभने मलाई सबै कुरामा सपोर्ट गर्नुहुन्छ कि मेरो हस्बेन्डले। सो अङ्कललाई पनि मैले धेरै मिस गरेको छु। तपाईँले मलाई गरेको सपोर्ट। म चाहिँ आइसकेँ स्कुलमा। अब मेरो हस्बेन्ड पनि जानुहुन्छ। सामान लिएर बस्नुहुन्छ या मैले त झौलाउँछु जानु। सो गाइस म पनि क्लासबाट निस्केर हामी घर जाँदैछौँ। घर गएर फेरि उता खेत रोप्न जान छ। अनि त्यसपछि त्यही भएर आज हामीलाई ढिला भएको छ। त्यही भएर घर गएर छिटो जानु पर्नेछ। 8 बजी बोलाएको 10 बज्न लागिसक्यो। हामी चाहिँ यहीँ छौँ। सो हामी चाहिँ घर आएर फुपूको घर धान रोप्न जाँदैछ। मेरो प्यारी बहिनी स्कुल नगई धान रोप्न जानको लागि बसेको। हामी चाहिँ एउटा गाउँदेखि तल बाटोसम्म झर्नुपर्छ कि, किनभने गाउँ ट्याक्सी जान्न। अनि त्यही भएर आधी बाटो हाम्रो ट्याक्सी पनि आयो। मम्मी अगाडि हिँड्नु भयो, भाइमा अगाडि पुगेर ठ्याक्कै भिडियो रोकेको थियौँ क्या हामीले। फेरि ट्याक्सी चाहिँ हिँड्नसम्म मात्र आउँछ कि हामी माथिबाट हिँड्दै आउनुपर्छ। सो मेरो बुढाले लिन नआएर हामी चाहिँ ट्याक्सीमा जाँदैछौँ। हामी चाहिँ फुपूको घरमा आइपुग्यौँ। मैले चाहिँ बिचमा भिडियो बनाएन किनभने मलाई गाडी लागेको थियो कि पुरा भमिट भएर कस्तो भएको थियो, त्यही भएर मैले भिडियो बनाएन। सो हामी चाहिँ फुपूको घर आइसक्यौँ। बिचमा बसेको चाहिँ फुपू हो र उता बसेको दिदी। अनि हामी चाहिँ गफ गर्दै बस्दै गरेको यत्तिकै। सो गाइस हामी चाहिँ धानको बिउ निकाल्नको लागि खेततिर जाँदैछौँ। हामी चाहिँ खेतमा पुगेर बिउ निकाल्दैछौँ। पानी आउँछ या हो क्या अरू त त्यस्तै हो। पानी आयो भने अब त पानी आयो नि पानी आयो नि अब त केही भएन। अब त केही भएन पानी। उता नि हेर्नु हजुर मलाई आमा तिमीले नि हेर अहिले मेला दिल हालिदिउँला एउटा त हालौँला। पानी आयो भने युट्युबमा हुन्न। अनि कोपिला दिदी आइचिन अरे होइन हजुर बोलेको छ नि त मलाई त कति राम्रो लागेर जानु। म त हेरेँ सबैले हेर्नुहुन्थ्यो बिउ काटेको खेतावर गराउने। सो हामी चाहिँ बिउ निकालेर खाजाहरू बनाएर अनि खेतमा लैदिएर जाँदैछौँ। मम्मीहरूले चाहिँ उता धान रोप्दै हुनुहुन्छ। हाम्रो बहिनी यता हेर्नुहोस् न कति राम्रो छ नि। हजुर स्विमिङ गर्नलाई खान्छ।
भनेको के हुन्छ सो मैले चाहिँ धान रोप्दिन भनेको त्यही पनि फेरि पछि गएँ रोप्नको लागि रोपेर चाहिँ सक्नु लगाइसकेको थियो अनि त्यसपछि हामीले एकैछिन रोप्यौँ बहिनी र मैले अनि हामी निस्केको बाहिर हामीले चाहिँ धान रोपेर भ्याएर अनि निस्कि सो गाइस हामी चाहिँ निस्किसक्यौँ धान रोपेर खेतबाट गराएन घर जाँदैछौँ भिडियो त्यति त छैन त्यही पनि सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला है हस् त आजको भिडियो यति नै अब अर्को भिडियोमा भेटौँला बाई